हेलो साथीहरू, गुड मर्निङ। हेर्नुहोस् न, धरानमा चाहिँ के साह्रो पानी परेको चाहिँ आज बिहान चाहिँ मैले चियाबाट सुरुवात गरेँ मेरो मर्निङ टाइम। खासै म चिया चाहिँ खानु मन लाग्दैन, यो त मेरो छोरीको लागि हो कि बनाइदिएको खाजा। आज स्कुल जानु ढिलो भइसक्यो क्या साथीहरू, किनभने पानी परेर हामी त मस्त सुत्दैछ नि त, चिसो चिसो मौसम भएर। अनि उसले चाहिँ मैले यो होमवर्क जहिले डेली दिन्छु क्या, घरमै गर्ने, न त उसको बानी हराइहाल्छ क्या पढ्ने। अस्ति गर्छिन् र मैले यो दिइरहेको थिएँ, पढ्दै खाऊ है भन्दैछु क्या साथीभाइहरू। आज साँच्चै हामी 8 बजे उठेको। हेर्नुहोस् न, मेरो छोरी पनि हेर्दा हेर्दै कति ठुली भइसकिन्। यति धेरै खाना खेलाउनु उसले चाहिँ गाह्रो छ। मेरो छोरीको एउटा बानी तपाईँहरूलाई सुनाऊँ कस्तो एउटा राम्रो छ। ऊ राति मस्त सुतिरहेको बेला हो क्या साथी, मस्त सुतिरहेको बेला पनि मनोस् न भन्नुपर्छ। हजुर हजुर भन्छ नि, हाँस्छन् सुत्छिन् के। त्यही भएर म चाहिँ अलिक ढिलो सुत्छु, छिट्टो सुतिरहेको बेला म उसलाई यति धेरै डिस्टर्ब गर्छु नि साथीहरू। अनि हामी चाहिँ आमा छोरी टक्क खाजा खाँदै गफ गर्दैछौँ है। उसले पनि होमवर्क गर्दैछ, ऊ पनि चिया खाने भन्दैछ क्या साथीहरू। खासै मलाई त्यो चिया कफी मनै पर्दैन हौ, घरिघरि मात्रै खानु मन लाग्छ। यो चिया चाहिँ मैले अदुवा लाएर क्या, त्यो अदरक लाएर चाहिँ मजाले बनाइदिएको छु कि, हल्का पिरो पिरो जस्तो। अनि उसले पनि खाँदैछिन्, हेर्नु न। तर यस्तो अल्छी गरिरहेको छ मेरो छोरी पढ्नु भनेपछि। हेर्नु न, यो अन्डा पनि जहिले बोइल गरेर दिन्थेँ क्या, आज बोइल गर्ने टाइम भएन, त्यही भएर मैले आज पकाएर दिँदैछु। उसले पनि खाँदैछ, मैले पनि खाँदैछु क्या, किनभने आज अदुवा हाल्दै थिएँ कि, अदुवा मैले यो अन्डामा त्यो अदुवाको टुक्रा चाहिँ नकुटी ठुल्ठुलो हाल्दैछु क्या, त्यही भएर यो अदुवा भएको चाहिँ मैले खाइदिँदैछु। अनि ऊ पनि खाँदैछ। ऊ त्यहाँ पढ्नु अल्छी, हेर्नु न मेरो छोरी कस्तो गरिरहेछिन्। अनि अब पानी पनि यति ठुलो परिरहेछ, कसरी स्कुल लाने होला। आज चाहिँ उसको एक्जाम लास्ट हो क्या, त्यसपछि 1 विक छुट्टी छ है साथीभाइहरू। कस्तो खुसी लागिरहेछ। त्यसपछि यो मैले ओट्स र यो कोदोको क्या, यो आज खाना पकाउन ढिलो भयो, खाना खेलाइनँ मैले। अनि स्कुलमै खाना चाहिँ दिन्छ क्या साथीहरू, त्यही पनि अरू बेला त खाना खेलाएर पठाउँथेँ। आज चाहिँ मैले यही ओट्स पकाएको छु, यो ओट्स खुवाएर पठाउनु सोचिरहेको छु। अनि बाहिर यहीँ लामखुट्टे पनि कति धेरै आउँछ क्या हाम्रो यहाँ, घाँस ज्याङबारी भएर। अनि खाना पनि खेलाउँदैछु। मेरो छोरीले चाहिँ साथीभाइहरू कहिले खाना सकेन क्या, यो खाना साह्रो खालको चाहिँ यो लिक्विड मात्रै खान्छ है। अयो मेरो युट्युबमा हालेको भिडियोमा लाइक कमेन्ट सब्सक्राइब केही पनि आएन हौ साथीहरू। सायद मलाई पनि थोडा एडिटिङ गर्नु नआएर होला कि मेरो आयो नभेटेर हो, त्यही पनि म यसलाई चाहिँ सेभ गरेर राख्छु। अब लाइक कमेन्ट होस् नहोस् है, एउटा मेमोरी हुन्छ। मेरो छोरी पछि यसरी उसले ठुलोबाट हेऱ्यो भने यसरी हुर्के त्यसरी हुर्के हुन्छ, सायद उसलाई पनि बोरिङ लाग्छ होला हौ, पछि भिडियो हाँस पनि उठ्छ होला कति त। मलाई खासै एडिटिङ गर्नु पनि आउँदैन क्या साथीहरू। हेर्नु न, खाँदैछिन् पनि कस्तो नमिठो छ मम्मी, यो मिठो छैन तातो छ भन्दैछ क्या। मैले नुन पनि लगाइदिएको छैन, घिउ पनि लगाइदिएको छैन, दुध पनि लगाइदिएको छैन क्या, पानी परेर बाहिर केही सामान किन्न जान पनि सकेन। अनि हाम्रो चाहिँ यस्तै चल्दैछ है साथीहरू। तपाईँहरूको मर्निङ कसरी बित्छ? हाम्रो चाहिँ यसरी नै बित्छ हो। आमा छोरी गफ गऱ्यो, खाना खायो, बस्यो, सुत्यो, उठ्यो, कपडा धुयो, होमवर्क गर्यो, गाली गर्यो, बाज्यो, जुज्यो, अरू त के नै छ र, यही हो। खानु नमानेर हेर्नु न, कपाल चाहिँ उसको क्या कपाल बाँध्यो कि घमरा यति साह्रो आउँछ क्या साथीहरू, त्यही भएर म कपाल कहिले पनि बाँध्दैन है। अनि यसरी नै हुर्काउँछु, के गर्नु त। बच्चाहरूलाई चाहिँ के साथीहरू, ठुलो फ्यामिलीमा हुर्काएको राम्रो रहेछ कि। अब हजुरबाउ सबै हुन्छ नि, हजुरबाहरू भएको, बाजे बोजू भएकोमा क्या। मेरो छोरी चाहिँ लास्ट अनलक्की जस्तो लाग्छ मलाई यो सिचुएसनमा, किनभने ऊ चाहिँ मम्मीसँग मात्रै हुर्क्यो जे होस्। अब बाबा पनि पल्टनको पल्टन, बाबासँग पनि हुर्किन पाएन नि त है। अनि मम्मीसँग मात्रै सायद उसलाई बोरिङ पनि लाग्छ होला क्या। अब यस्तो बच्चाहरू चाहिँ अलिक एकल काँडे खालको हुँदो रहेछ क्या है, भित्रै बस्ने, एक्लै बस्ने। अब त्यो फ्यामिलीमा घुलमिल हुन पाएन नि त, यताउता पाएन। ठुलो फ्यामिलीमा हुर्केको बच्चा अर्कै हुन्छ क्या, किनभने हामी चाहिँ बोजू बासँगै हुर्क्यो क्या साथीहरू, त्यो सर्कलै अर्को हुँदो रहेछ क्या। अब ऊ चाहिँ कोही छैन, यही मम्मीसँग, राति पनि दिन पनि मम्मीसँग, त्यही भएर त्यो अरूलाई इम्पोर्टेन्ट पनि नदिने क्या। अब यस्तो यस्तो भन्नु भने वास्तै नगर्ने है, जे पनि मम्मी मम्मी, जे पनि मम्मी खोज्ने क्या। आमा घर गर्दा म यति हैरान हुन्छु नि साथीहरू, के भन्नुहुन्छ। अनि अब मेरो नानीले त यो खाना पनि खाइसक्नु आँट्यो है। यस्तै हो, के गर्नु अब। त्यसपछि चाहिँ अब उसलाई चाहिँ मैले रेडी गर्छु। अहिले 9 पनि बज्न लागिसक्यो साथीहरू। हेर्नु मेरो छोरी चाहिँ कस्तो गुरुङ जस्तै छैन है, राई लिम्बू भन्छ क्या साथीहरू सबैले। स्कुलमा पनि गुरुङ भन्दा पताउँदैन क्या, राई लिम्बूलाई भन्छ क्या। अब किनभने मेरो मम्मी राई हो, मेरो आफ्नै आमा राई हो, फेरि म लिम्बू परेँ, अब बिहे फेरि गुरुङसँग गर्नु नि त साथीहरू। त्यही भएर मेरो छोरी त कस्तो मिसकट भयो, कतातिर गयो। त्यही भएर यता मामालाई हजुरआमातिर गए जस्तो छ क्या, सबले राई हो मात्रै भन्छ मेरो छोरीलाई कि साथीहरू। मलाई पनि त्यस्तै लाग्छ हौ।
अनि हेर्नु न म धेरै गफ गरेँ है। अब मेरो छोरीलाई रेडी गर्छु। नानीको स्कुलमा चाहिँ के यो ड्रेस छैन क्या साथीहरू, त्यही भएर कम्ता गाह्रो लाग्दैन। अब लुगा उसलाई चाहिँ दिनै चाहिन्छ क्या साथीहरू, अरू लुगाहरू चाहिन्छ। अनि हेर्नु न ड्रेस भयो पो त्यो ड्रेस लगाइदिनु दिनदिनै होला अर्को लुगा लगाइदिनुपर्छ। मेरो छोरी त यो यतिखेर त थाहा छ साथीहरू, यो उमेरमा त म कस्तो धेरै मोटी थियो। हेर्नु न मेरो छोरी त कति लुती खाना खानु पनि मान्दैन, यति बिरामी हुन्छ, कस्तो दुःख लाग्छ, कति माया लाग्छ। मैले कुटेर हुर्काएँ होला मेरो छोरीले। सरी मेरो छोरीलाई साँच्चै कति बोरिङ हुन्थ्यो क्या, जिउहरू कति दुख्थ्यो। अब है उसको बाबासँग त 2 महिनामै उसले हुँदा छोडेर गएको नि त। अनि म एक्लै हुर्काउँदा कति जिउहरू दुख्थ्यो, टाइममा खानु नपाउँथेँ, सुत्नु नपाउँथेँ क्या। त्यही भएर कस्तो लाग्छ क्या। अब अहिले ठुलो भएर त त्यस्तो हल्का गाली चाहिँ गर्छु, कुट्दिनँ, कस्तो गिल्टी फिल लाग्छ क्या। अब मैले किन यस्तो गरेँ होला, त्यस्तो गरेँ होला जस्तो लाग्छ क्या साथीहरू। दुःख पो लाग्दो रहेछ त्यही भएर। त्यही पनि यति ठुलो भइसकिन्, अलिक उसको चाहिँ वेटै छैन हौ। अब 3 पुरा लाग्यो नि त, 13-14 केजी मात्रै छ, त 15-16 केजी हुनुपर्ने हो नि त है साथीहरू। अनि आज जुत्ता चाहिँ अर्को उसको धोएको थियो क्या, सुक्ने नसुकेर। मैले चाहिँ उसलाई ब्रस गर्नु लगेँ कि उसको दाँत चाहिँ कालो कालो छ हौ, त्यो खोइ के भएको हो साथीहरू, कालो कालो छ। अनि अब उसलाई ब्रस गर्नु लगेँ। अब हेर्नु आफै झिक्छु भन्छ ब्रस चाहिँ, कि मैले झिकेको मान्दैन। अनि ब्रस गर्नु लग्यो। अब यहाँ ब्रस गर्छु मेरो छोरीले। हेर्नु न अस्तिसम्म त आउँदैन थियो उसले, अहिले त सिकिसकेको छ मेरो छोरीले ब्रस गर्न पनि। कस्तो मजाले गर्छ त। दाँत चाहिँ मेरो छोरीको धेरै ढिला आयो, कति 13 महिनातिर मात्रै दाँत आएको मेरो छोरीको चाहिँ, एकदम ढिलो दाँत आएको। कस्तो म डराएर पहिले हस्पिटल पो गएको त, दाँत नआएर के कसैको त्यस्तो हुन्छ अरे नि त है। मेरो छोरी त जे पनि ढिलो भयो, के भएको खोइ। बामे पनि 10 महिनामा सरेको। आम्मामा चाहिँ हिँड्नु त 15-16मा थाल्यो। अनि बोली पनि ढिलै आएको, 14-15 महिनामा बोली आएको। तर मेरो छोरीको बोली चाहिँ कस्तो स्पष्ट आयो क्या, ढिलो आयो भने क्या स्पष्ट बोल्थिन् सबै। अलि हिँड्न चाहिँ लड्दै हिँड्थिन्, हिँड्न चाहिँ अलिक उसलाई लेटै भयो। अझै पनि खास त्यो वर्षमा दाँत टन्नै आइपुग्नु पर्छ नि त, अझै पनि आइसकेको छैन। अनि पानी परिरहेको छ। जहिले आइडेन्टी कार्ड चाहिँ म भुल्दो रहेछु, किनभने आजकल चाहिँ नानीको स्कुलमा चाहिँ आइडेन्टी कार्ड हुनुपर्दो रहेछ कि यसले चाहिँ खोइ हाजिर हुन्छ भनेको सुन्छु म। यस्तो यो आइडेन्टी कार्ड अस्ति एकचोटि मैले नउठाइदिएको, म्यामले कराउँदै हुनुहुन्थ्यो है। मेरो माइली बहिनी उठेको थिएन, उसलाई चाहिँ उठाएँ कि नानीलाई स्कुल पुऱ्याऊ भने मै ढाडमा बोकेर पुऱ्याउनु सोचिरहेको थिएँ क्या नानीलाई स्कुल। अब फेरि ठुलो पानी आउँदै थियो, छाताले भिजिसक्छ होला भनेर मेरो नानी चाहिँ गुच्चा लिन जान्छु, मम्मी मेरो गुच्चा अर्को ब्यागमा छ भनेर चाहिँ हेर्नु न फेरि गुच्चा लिनु गयो मेरो नानी चाहिँ। कत्रो पानी पर्दैछ, रातभरि पानी पर्यो। अहिले चाहिँ उग्रियो क्या, 11 बजीतिर चाहिँ पानी उग्रियो। यो चाहिँ अहिले मात्रै एडिटिङ गर्दैछु नि त। अनि उसको यो छ्यामाको रेनकोट क्या, हेर्नु न साथीहरू यत्रो ठुलो छ कि। अब यो छ्यामाको रेनकोटले त उसलाई त माथिदेखि तलसम्म पो भ्याउँदो रहेछ त खास उसको छ्यामाकै। अनि लगाइदिँदैछिन् छ्यामाले। अब यो रेनकोट लाएर छ्यामा अगाडि बसेर उसलाई बिचमा राखेर म पछाडि जानु पर्यो छात ओढेर सोचेको कि साथीहरू। तर यो ख्याप्प लगाएपछि त अगाडि राख्दा पनि हुँदो रहेछ क्या, स्कुटीको अगाडिमा पनि उसलाई भएर म चाहिँ गइनँ। अनि उसको छ्यामाले चाहिँ यसरी बनाउँदा चाहिँ ख्याप्प कस्तो राम्रो पो देखिँदो रहेछ त। लु के को उसलाई पो ठिक्क हुँदो रहेछ त। आज लास्ट स्कुल हो क्या, अल्छी गरिरहेको छ मेरो छोरी, खै के भएर। त्यही भएर अब पानी पनि कत्रो ठुलो। अब बर्खायाममा त यस्तै हो क्या साथीहरू, गाडीमा पनि लागेको छैन, नजिकै भनेर चाहिँ मैले पुऱ्याउने नै गरेँ क्या। अब स्कुटी पनि केही पनि छैन मेरो त, चलाउनु नै सकेन हौ मलाई त हाततिर डढाएर। अनि अब छ्यामासँग जान लागिन्, म आफै पुऱ्याउँछु त नजा भन्यो कि माइलीले पनि। हुन्छ नि त ल अगाडि लगेर राखेर बिस्तारै लगेँ भने मैले। अनि अब उनीहरू चाहिँ जान आँट्यो। अब फेरि तर यसो विचार गरेको यो ब्याग चाहिँ झिक्नु पर्ने रहेछ क्या साथीहरू। अनि गइसक्यो मेरो नानी त। त्यसपछि अब मैले चाहिँ हतार लुगा धुनुपर्ने हुन्छ। यो गुडिया चाहिँ किन धोइदिएको, मलाई बिहानै मेरो छोरीले कराउँदै थियो क्या। यो गुडिया चाहिँ मैले किन धोइदिएको भने साथीहरू, उसले चाहिँ भुइँभरि लातर पत्र गरेको थियो क्या, फोड्यो। अब यो गुडिया समाएर सुत्छ नि त, त्यही भएर मैले चाहिँ यो गुडिया चाहिँ धोइदिएको। ऊ त रिसाएर किन मेरो गुडिया भिजाएको, बिहानै उठेर त देखिन्छन् क्या बाल्टिङमा सर्फमा भिजाएको थियो त, किन भिजाएको भन्दै उसले त क्या कराउँदै थिएन हौ मलाई। कम त आँसु देखेन, त्यही पनि धोइदियो। अब घाम त लाग्दैन, त्यही पनि माथि छत छ क्या हाम्रो चाहिँ, त्यहाँ चाहिँ हावाले छिट्टो सुक्दो रहेछ। हेर्नु न व्हाइट कलरको गुडिया त कति फोहोर भएछ नि, के लाग्दा पनि क्या। त्यही माथि उसलाई चाहिँ अब सास प्रश्वासको समस्या छ क्या, त्यही भएर चाहिँ यस्तो अलिक सफा गरिदिइराख्नुपर्छ क्या, धुलो एलर्जीबाट उयो भइहाल्छ। हेर्नु म त कपाल पनि कोरेको छैन हौ, मुखै मात्रै धोएको छु। खाजा खानु मन लागिसकेको छ साथीहरू, कस्तो भोक लागेको रहेछ, केही खाएको छैन भने मैले खाना पनि त्यहाँ बसाउँदैछ बहिनी माइलीले।
अनि अब यो लुगा सबै धुइसकेँ। यो डगीमा चाहिँ उसले चाहिँ लिपस्टिक लगाइदिइरहेको थियो क्या, नानीलाई गएको छैन हेर्नु न त्यो लिपस्टिक चाहिँ कस्तो गर्यो। यो बोकेर मात्रै हिँड्छिन् जहाँ जाँदा पनि उसलाई मन परेछ डगी, नत्र प्राइस त खेल्ने होइन क्या ऊ साथीहरू। यो चाहिँ माइली बहिनीको लुगा पनि यहाँ मिसा छ। अब म चाहिँ यो लुगा सबै धुन्छु। लुगा त साथीहरू दिनदिनै धुनुपर्छ। मेरो साबुन सकेर बिचरा म कति गरिब भइरहेको छ हेर्नु न ऊ त्यो साना साना टुक्रा डल्ला भरेर धुँदैछु के। कस्तो भन्छ नि है हाउसवाइफ हुनु साह्रै गाह्रो छ साथीहरू, बुढाले कराउँछ है। हरेक कुरामा आफूले पैसा मिलाउनुपर्छ, यताउता मिलाउनुपर्छ। अब हजुरले चाहिँ कहाँलिस पैसा कतालिस भन्दा कति कराइ बस्छ नि त नि। मलाई त कस्तो तर गाह्रो, मेरो बुढा लौरे हो कि लोनमा लौरे भएको 13-14 वर्ष भइसक्यो। लोन छ अझै तिर्सै छैन। त्यही महिनाको 20-30 हजार पस्छ होला, त्यतिले मलाई पुऱ्याउनु गाह्रो हुन्छ हेर्नु न साथीहरू। केमा पुऱ्याउनु नानी छ, नानीलाई स्कुल लुगाहरू किनिदिनु पर्यो, यताउता गर्दा अब सबैको प्रब्लम त्यस्तै होला। अब मेरो चाहिँ साँच्चै ढाँडेको होइन, बाथरुम छ नि साथीहरू, तर मलाई चाहिँ उता बाथरुममा धुनै मन लाग्दा किनभने बाथरुममा लुगा धुयो भने सबै भिजिहाल्छु कि म। त्यही भएर यो चाहिँ टपको पो त यो पाइप निकाली यहाँ धुन्छु त। मेरो भाइले कम्ता मलाई कराउँदैन, किन यो जहिले म यो गर्छु त्यसले यो गर्नुहुन्छ भन्छ मलाई। मेरो बहिनी पनि उठिसक्यो, खासै भिडियो काटेको थिएँ आएछ फेरि। अब मैले चाहिँ लुगा पनि धुइसकेँ साथीहरू। कस्तो लामो भिडियो भएछ ऊ, खै कहिले चाहिँ आउँछ मलाई साथीहरू भिडियो एडिटिङ गर्नु। मलाई अझै पनि आएको छैन, त्यही पनि केही छैन, म सेभ गरेर राख्छु। म आफै हेर्छु पछि 30-40 वर्ष पुगेर, हेरेन 30 वर्ष पुगिसक्यो, अब मैले 40 वर्ष पुगेर हेर्छु मेरो यो भिडियोहरू। अनि अब मैले चाहिँ लुगा धुइसक्न लागेँ। अब माथि सुकाउनु लानुपर्छ कि यता मुनि सुकाउने ठाउँ छैन कि साथीहरू हाम्रो। सबै हेर्नु न धुँदै म चाहिँ धेरै लुगा भएर एउटा धुनै मलाई झ्याउ लाग्छ हो। त्यही भएर म त एकैचोटि आरीमा छम पान लाएर यसरी नै धुन्छु। मेरो हस्बेन्डले चाहिँ कराउँछ क्या, यसरी तिमी लुगा धुन्छौ सबै धुँदैनौ भन्नुहुन्छ कि। तर पनि म यस्तै गरेर धुन्छु जहिले पनि, किनभने अब थोरै लुगा भए पो एउटा धुनु त होइन साथीहरू। अब यत्रो लुगाहरू हुन्छ अनि कति चाहिँ आफूलाई गाह्रो हुन्छ होला भन्नुहोस् त आफै होइन। त्यही भएर यो गुडियाहरूलाई पनि मैले सर्फमा चाहिँ लगाएको, त्यही पनि कस्तो मैलाको यो ब्राउन कलरको त पहिले 2 महिनाको हुँदा किनिदिएको थिएँ कि। यता कस्तो धेरै यहाँ झन् मैला रहेछ, त्यहाँदेखि मैले धुएको थिइनँ साथीहरू हेर्नु न। मेरो आरी पनि च्यात्तिसकेछ हौ, के भन्नु र। उहिले नै किनेको आरी चाहिँ मैले झन् म कलेज पढ्दा किनेको होला। आरीले कति खपेको तर झन्नै 7-8 वर्ष भइसक्यो पक्का साथीहरू। मैले बिहे गरेको 5 वर्ष भइसक्यो, 7-8 वर्ष भइसक्यो। म चाहिँ अघि लुगा सुकाउनु माथि पुगेँ है साथीहरू। पानी अझै पर्दै छैन न, मौसमहरू कस्तो छ। लुगा त के सुक्ला र, सुक्नु त 1 हप्तामा सुक्छ घाम नलागे पनि हावाले। तर अब तलभन्दा त यहीँ माथि आउनु पर्ने। त मेरो गुडियालाई चाहिँ तुङदुङ्ग झुन्डाइरहेको छु मैले माथि। यो चाहिँ माथि बुढासुब्बा मन्दिरको एरिया देखाएको मैले तपाईँहरूलाई। यता पर चाहिँ यो उता यो चाहिँ पर विराटनगरतिर जाने पर होला यो बाटो। यसरी नै बित्यो मेरो साथीहरू दिन, के गर्नु र। हजुरहरूको कसरी बित्यो धन्यवाद, थ्याङ्क यू। मेरो छोरीलाई धेरै धेरै सम्झेको छु, अघि स्कुल गइसकेको छ, राम्ररी एक्जाम दिएर आउनु होला। आई मिस यु सो मच भन्छु। बाई बाई साथीहरू।